हेलो एभ्रिवान, सबैलाई फेरि पनि नेपाली क्रिप्टो फ्लोमा स्वागत छ। र आज हामी एउटा एयरड्रपको कुरा गर्न गइरहेको छौँ जसको नाम छ हट वालेट। र यो वालेटको एयरड्रप तपाईँले टेलिग्राममै गर्न सक्नुहुन्छ। र यो वालेटको बटको लिङ्क चाहिँ म यही भिडियोको डिस्क्रिप्सन साथै हाम्रो टेलिग्राम च्यानलमा पनि सेन्ड गरिदिने छु। र टेलिग्राम च्यानलको लिङ्क पनि यही भिडियोको डिस्क्रिप्सनमा रहनेछ। र अब धेरै ढिला नगरिकन भिडियोतर्फ लागौँ। सबैभन्दा पहिला तपाईँले बटको लिङ्क ओपन गरिसकेपछि तपाईँले यस्तो इन्टरफेस पाउन सक्नुहुन्छ। र त्यसपछि क्रिएट अकाउन्टमा क्लिक गरी योर स्ट्यान्डर्ड अकाउन्ट भन्नेमा क्लिक गर्नुहोला। र तपाईँको यहाँ एउटा निकनेम हाल्नुहोला र सिड फ्रेस चाहिँ कपी गर्न नबिर्सिनु होला। कपी गरेपछि एउटा सेक्योर ठाउँमा सेभ गरिराख्नु होला। त्यसपछि क्रिएटमा क्लिक गर्नु। क्रिएट अप्सनमा क्लिक गरिसकेपछि तपाईँ त्यहाँ एकछिन वेट गर्नुहोला। र तपाईँको अकाउन्ट क्रिएट भइसकेपछि तपाईँले यस प्रकारको इन्टरफेस देख्न सक्नुहुनेछ। र यहाँ तपाईँको हट ब्यालेन्स 0 देखाउनेवाला छ। सुरुमा 0 अथवा 1 देखाउनेछ। र त्यो ब्यालेन्सलाई इन्क्रिज गर्नको लागि तपाईँले यो स्टोरेजवालामा क्लिक गर्नुहोला। र यहाँपट्टि तपाईँले केही समयपछि यहाँ फिल हुनेछ र आउँदै क्लेम गरिराख्नुहुन्छ। जस्तै मेरो देखाइरह 23 आवर पछि आएपछि यो फुल हुनेछ र मैले यहाँ फेरि क्लेम गर्न पाउनेछ। र यो माइनिङ स्पिड र माइनिङ स्टोरेज बुस्ट गर्नको लागि यहाँ बुस्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला। र यहाँबाट चाहिँ तपाईँले हटको ब्यालेन्सबाट यहाँ इन्क्रिज गर्न सक्नुहुन्छ। साथै यहाँ तल लास्ट पछिमा मिसन भन्नेमा क्लिक गर्यो भने तपाईँले यहाँ केही मिसन पाउनुहुन्छ। र त्यसलाई कम्प्लिट गरिसकेपछि तपाईँको माइनिङ स्पिड पनि बढ्नेछ। र यो एयरड्रप अहिले अलिअलि पुरानो भएको कारणले तपाईँले ढिला नगरिकन जोइन गर्नुहोला। किनभने यो बाइनेन्स त्यही ब्याक पनि हो। र यहाँ धेरै इन्भेस्टर ठुलो इन्भेस्टरहरूले इन्भेस्ट गरेको छ। जस्तै हेर्नुहोला, जस्तै यो चाहिँ उनीहरूको ट्विटर पेज हो। 779K फलोवर छ। हट प्रोटोकल यिनीहरूको धेरै ट्विटर ह्यान्डलहरू रहेछ। र साथै यो चाहिँ एउटा एक्सचेन्जमा लिस्ट भइसकेको छ। व्हाइट बिट भन्ने एक्सचेन्जमा तपाईँले हेर्न पनि सक्नुहुनेछ आफै गएर। र म पनि फेरि देखाइदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ एउटा हट टोकनको प्राइस चाहिँ $17.226 चलिरहेको छ। यो स्क्रिनसट चाहिँ अलिक पुरानो भएको कारण अहिले तपाईँ आफै गएर पनि हेर्न सक्नुहुन्छ। त्यसैले यसलाई ढिला नगरी जोइन गर्नुहोला। प्राइस यति नै नभए पनि मिनिमम $1 देखि $4 सम्म चाहिँ आउनेछ। र त्यसै कारणले ढिला नगरिकन जोइन गर्नुहोला। थ्याङ्क यू।